यो भिडियो चाहिँ यदि तपाईँ अमेरिकामा हुनुहुन्छ भने यो भिडियो हेर्नुहोस् है। किनभने हिजो आज चाहिँ तेलको भाउ बढेर भनौँ ग्यासको भाउ बढेर आकाशिएको छ। यो आकाशिएको ग्यासको भाउ चाहिँ आफ्नो नियन्त्रणमा लिने कसरी म सिकाउँछु। त्यसको लागि चाहिँ तपाईँ के गर्नुहोस् भने यहाँनिर कहाँनिर छ म देखाउँछु। त्यसको लागि चाहिँ तपाईँ यो गाडी लिनुहोस्। देख्नुभयो के भनेको छ, प्लग इन हाइब्रिड, त्यो पनि टोयोटाको प्रियस हैन। यो गाडी लिनुहोस्। यो गाडी लिइसकेपछि यसमा चाहिँ एउटा एक चीज आउँछ जुन तपाईलाई मन पर्ने छ है। ल हेर्नुस्, यो के हो, प्लग इन हाइब्रिड हो। यसलाई चाहिँ तपाईँ सरासर यो तार निकाल्नुस् अनि यहाँनिर ल्याएर ठ्याक्क मैले जोडेँ। यसपछि चाहिँ तपाईँ यहाँनिर छ नि यो गन चाहिँ लिएर तपाईँ गाडीको यो साइडमा आएर सर्लक्क चार्जमा हाल्नुस्। गाडी चाहिँ चट्ट बन्द गरिदिनु। यो गाडी चार्ज हुन्जेलसम्म त्यो ट्रकमा जाने अहिले भएन। तपाईँ अमेरिकामा हुनुहुन्छ भने यति काम चाहिँ गरेर राख्नु है। त्यसको लागि चाहिँ तपाईँ टोयोटाको हाइब्रिड सिनर्जी ड्राइभ है, यो चाहिँ प्रियस सस्तो पर्छ, हाइब्रिड पनि हुन्छ, इलेक्ट्रिक भेहिकल पनि हो र इको फ्रेन्डली पनि छ र ग्यासबाट पनि चल्छ।